इमेज सम्बन्धी नयाँ अपडेटको लागि म एउटा स्क्रिन रेकर्ड सहितको डेमो चाहिँ तयार पार्न खोजिरहेको छु। म चिरञ्जीवी पौडेल, श्री कामता मावि करैलियाको लेखापाल। अब सर्वप्रथम हामीले इमेज खोल्नको लागि image.gov.np भन्ने वेबसाइटमा गएपछि हामीले यो इमेजको यस्तो इन्टरफेस चाहिँ खुल्छ र यसमा विद्यालयको युजर नेम र पासवर्ड हालिसकेपछि नयाँ अपडेटमा आएको यो एउटा 4 अङ्कको क्याप्चा रहेको छ। यो 50 सेकेन्ड भित्रमा यो क्याप्चा टाइप गरी लगइन गर्नुपर्ने हुन्छ र यस्तो विद्यालयको चाहिँ ड्यासबोर्डमा यो सबै विवरणहरू यसरी देखिन्छ र मैले यो अहिले तपाईहरुलाई यो पाठ्य पुस्तकको रकम माग गर्नको लागि कहाँ कहाँ जाने त भन्ने बारेमा यहाँ देखाउन गइरहेको छु। यो माग गर्नको लागि रिक्वेस्ट फर्ममा गइसकेपछि अन्तिम लास्टमा टेक्स्ट बुक रिक्वेस्ट फर्म भन्ने रहेको छ। यहाँ क्लिक गरिसकेपछि यहाँ चाहिँ विद्यालयको नाम चाहिँ आउँछ। नाम आइसकेपछि सिलेक्ट इयरमा 2082 गरेर लोड गर्नेछौँ। लोड गरिसके पश्चात यहाँ चाहिँ विद्यालयको नाम, विद्यालयको कोड नम्बर र विद्यालयको ब्याङ्क खाता र विद्यालयको ब्याङ्कको नाम कुन ब्याङ्कमा छ भन्ने दिन्छ भने विद्यालयमा कति विद्यार्थी सङ्ख्या चाहिँ छन् त त्यो इमेजमा सबै विद्यार्थीहरूको जति विद्यार्थीहरूको डाटा एन्ट्री भएको छ ती विद्यार्थीहरूको काउन्ट जम्मा विद्यार्थीको सङ्ख्या दिएको हुन्छ। दर कक्षा 1 को लागि पाठ्य पुस्तकको कति पैसा पर्छ त्यो पालिकाले सेट गरिदिएको छ। पालिकाले सेट गरे र जम्मा रकम यति भयो। कक्षा 2 को यसै गरी सबै कक्षा 10 सम्मको विद्यार्थी सङ्ख्या र 10 सम्मको पाठ्य पुस्तकको दर रेट पनि यहाँ चाहिँ आउँछ र यहाँ जम्मा रकम दिएको छ। यो अहिले प्रथम किस्ताको लागि 75% निकासा चाहिँ हुने हो। हामीलाई यहाँ केही अप्ठ्यारो अथवा नबुझेको कुरा के रहेको छ भने यो 82 को डाटा 82 को डाटाले कसरी केटाकेटीलाई किताब पुग्ने हो त यो भन्ने कुरा एउटा दुविधा चाहिँ लागेको छ। यो के हो भन्दाखेरि अहिले हामीलाई 83 मा कति केटाकेटी भर्ना हुन्छन् भन्ने चाहिँ एकिङ चाहिँ त्यो जानकारी नहुने भएकोले यो 82 को डाटालाई आधार मानेर यो अहिले 75% निकासा दिने व्यवस्था यो कार्यक्रम कार्यान्वयन निर्देशिकामा चाहिँ रहेको छ। यो निर्देशिका अनुरूप नै यो चाहिँ 75% को चाहिँ निकासा यसरी हरेक वर्ष चाहिँ हुने गरेको छ र यसमा अब अनिवार्य विषयहरूको पनि रकम यहाँ दिएको छ भने ऐच्छिक विषयको पनि रकम दिएको छैन। यो 25% पुनः दोस्रो किस्ता माग गर्नुपर्ने हुन्छ। त्यति बेला चाहिँ यो हिसाब चाहिँ मिलान गर्न सकिने भएकोले अहिले यहाँ 2082 को डाटालाई आधार मानेर नै यो अहिले 83 को रकम चाहिँ दिने व्यवस्था रहेकोले अहिले हामीले केही यसमा चाहिँ सोच्नु पर्ने चाहिँ छैन र यो अहिले पालिका सेन्ड गर्दै मात्रै पुग्छ। अहिले हामीले पालिका सेन्ड गरिदिने हो। मैले यहाँ अलरेडी सेन्ड भनिसकेको छ। मैले पालिका सेन्ड गरिसके। यसमा यति नै हो र अर्को यहाँ हामीलाई चाहिँ यो अहिले प्रिन्ट गर्न चाहिँ मिलेको चाहिँ छैन। प्रिन्टमा रकम चाहिँ देखाएको छैन। अहिले यो इमेज सिस्टमले नै जबसम्म पालिकाले एप्रुभ गर्दैन तबसम्म यो प्रिन्टमा चाहिँ नदेखाउने भएकोले यो पालिकाले जब चाहिँ प्रिन्ट गर्छ
पालिकाले जब चाहिँ एप्रुभ गर्छ अनि मात्र यो प्रिन्टमा चाहिँ देखाउने चाहिँ गर्छ। यो पालिकाबाट एप्रुभ भए पश्चात प्रिन्ट गर्न मिल्छ। अहिले हामीले केही पनि गर्नु परेन। सबै निकासा तलब बाहेक सबै कुराहरू हामीले पालिका सेन्ड गरिसकेपछि पालिकाबाट एप्रुभ भए पश्चात मात्रै यो अहिले प्रिन्ट गर्न मिल्छ, नत्र चाहिँ मिल्दैन। अहिले हाम्रा दिवा खाजाको पनि अवस्था त्यस्तै रहेको छ। पालिकाबाट एप्रुभ भए पश्चात मात्रै यो प्रिन्ट गर्न मिल्छ। त्यस्तै गरी पिसिएफको निकासा, त्यसै गरी अन्य निकासाहरू पनि जबसम्म पालिकाबाट एप्रुभ हुँदैन